शीर्षक छ मेरी आमा। मेरी आमा पढेकी छैन तर ऊ अनपढ होइन। मेरी आमा पढेकी छैन तर ऊ अनपढ होइन। ऊ जस्तो बुझकी यो संसारमा आजसम्म कोही कतै जन्मिएकै छैन। ऊ जस्तो बुझकी कोही आजसम्म यो संसारमा कोही कतै जन्मिएकै छैन। मेरी आमाले विद्यालयको आँगन नटेके पनि, विद्वानले लेखेको पुस्तक नछोए पनि, ममताको खानी उन्न कहाँबाट पलायो। दुनियाँलाई नचिन्ने तर आफू आधी आकाश आधी धरती र आफू अपार भोलिको सुन्दर इतिहास गर्ने विद्वानलाई गर्भधारण गर्ने महान हुन्थी मेरी जन्मजननी, महान हुन्थी मेरी आमा। आफ्नो प्राणको दाउमा राखी प्रसव पीडा र सन्तानको खुसीमा मुस्कुराउने उही हुन् मेरी आमा। आफ्नो प्राणको दाउ राखी प्रसव पीडा र सन्तानको खुसीमा मुस्कुराउने उनी हुन् मेरी आमा। ऊ पढेकी छैन तर ऊ अनपढ होइन। ऊ पढेकी छैन तर ऊ अनपढ होइन। उसको जस्तो कोमल हृदय विश्वमाझमा आजसम्म कहीँ कतै बनिएकै छैन। उसको जस्तो कोमल हृदय विश्वमाझमा कहीँ कतै आजसम्म बनिएकै छैन। मेरी आमाले कानुनको व्यवस्था र हिसाब नजाने पनि, मेरी आमाले कानुन र व्यवस्थाको हिसाब, ल एन्ड अर्डरको हिसाब नजाने पनि, संविधानको धारा आर्टिकलको धाराहरू नगरे पनि न्याय र अन्यायको ज्ञान कहाँबाट आयो। मेरी आमाले कानुन र व्यवस्थाको हिसाब नजाने पनि, संविधानको धारा नकोरे पनि न्याय र अन्यायको ज्ञान छुट्याउने कहाँबाट आयो ज्ञान। अपराधीलाई पनि क्षमा गरी सुधार्ने हृदय तिमीलाई कुन पुस्तकले पढायो। अपराधीलाई पनि क्षमा गरी सुधार्ने तिमी अब सुध्रिनु पर्छ भन्ने तिमीलाई कुन पुस्तकले पढायो। बेकारीलाई पनि जसको काम नै छैन बेकारीलाई पनि माया गर्ने प्रेरणा तिमीलाई कुन पुस्तकले प्रेरित गरायो। यदि विद्वान बस्ने ठाउँभन्दा माथि अर्को कुनै ठाउँ छ भने, यदि विद्वान भन्दा माथि बस्ने ठाउँ अर्को कुनै छ भने त्यहाँ मेरी आमालाई बस्न सुहाउँछ। अनि मात्र मेरो अन्तस्करण आत्मा मुस्कुराउँछ। यदि विद्वान बस्ने ठाउँभन्दा माथि अर्को कुनै ठाउँ छ भने त्यहाँ मेरी आमालाई बस्न सुहाउँछ। अनि मात्र मेरो अन्तर आत्मा मुस्कुराउँछ। बिथोलिन्छु